हामी चाहिँ बाटो बिर्सेर यता गलत बाटोमा आएको रहेछ है। फेरि फर्किँदैछ। सो गाइस अहिले चाहिँ हामी यता ढाप ड्याममा छौँ है, चट्टो लगाएर। अनि यहाँनिर भिडियो सिडियो फोटोसोटो हाल्यौँ। अहिले चाहिँ जोस दामी भइरहेछ वेदर पनि, अनि जोस मजा आइरहेछ आजको दिन। सो हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग है। सो आज चाहिँ म चट्टा लगाएर यता घुम्न निस्केको म र दाइ। अनि सो राइट नाउ म चाहिँ यता चाकु नारायण। अब हामी चाहिँ यताबाट साखु जान्छौँ। अनि साखुबाट हामी चाहिँ आजको डेस्टिनेसन चाहिँ ढाप ड्यामसम्म जानेछ है। सो हेर्दै जाउँ कस्तो हुन्छ, लास्टसम्म हेर्दै गर्नु होला है। सो अब चाहिँ हाम्रो जर्नी गाइस अहिले चाहिँ हामी अब चट्टा लगाएर यता चाकुनारायणमा जान्छौँ। अनि चाकुनारायण मन्दिरतिर घुमेर चाहिँ एक राउन्ड हान्छौँ। त्यहाँबाट चाहिँ हामी सिधै साखु हुँदै जानुपर्ने हुन्छ है। चट्टा लगाएर बाटो देख्न सक्नुहुन्छ। बाटो बिर्सेर यता गलत बाटोमा आएको रहेछ है। फेरि फर्किँदैछ मासतिरै, उल्टो बाटोबाट आएछ के सो गाइस हामी चाहिँ अब चाहिँ बल्ल बाटो फेला पार्यो। अब यही बाटो होला सायद। वज्रयोगिनीबाट मासतिर चढ्दैछौँ। बाटो चाहिँ वायर बनाएको छ। यस बाटो बवाल बनाएको बवाल बाटो चाहिँ अहिले चाहिँ पहिला चाहिँ खासै राम्रो थिएन यहाँनिर, अहिले त्यस दामी बनाएको रहेछ। दामी लाग्यो। अहिले चाहिँ हामी यस्तो बवाल ठाउँमा आइपुग्यो कि कुन ठाउँ भन्ने कुरा चाहिँ थाहा भएन है। यो ठाउँको नाम चाहिँ एक्ज्याक्ट कुरा चाहिँ दामी रहेछ ठाउँ चाहिँ। तर वडा कार्यालय सो गाइज फाइनली हामी चाहिँ यस्तो बवाल ठाउँमा आइपुगिसक्यो कि अहिले चाहिँ यस्तो दामी ठाउँ छ है। अनि काठमाडौँ यता तल भइहाल्यो, यता तलतिरै काठमाडौँ। अनि यता होला सुन्दरी दल यता कता छ। अनि यस्तो पिसफुल छ यार ठाउँ चाहिँ। ओहो दामी ल, जोस एकदम चिल भाइबमा बस्ने हो भने चाहिँ यस्तो यहाँ ठाउँमा आउँदा हुने रहेछ। यहाँनिर पुरै होमस्टेहरू भइहाल्यो।
यता धाप ड्याम आइपुगिसक्यौँ है चट्ट लाएर। अहिले चाहिँ जोस दामी भइरहेछ वेदर पनि, अनि जोस मजा आइरहेछ आजको दिन, मजा आयो भनौँ। अनि देख्न सक्नुहुन्छ यही हो धाप ड्याम चाहिँ। अनि हामी चाहिँ यता अर्कै बाटोबाट आएको थियो है, यता कहाँ हामी साँखु हुँदै आएको थियौँ। अनि बिचतिर बाटो चाहिँ हल्का अप्रोड रहेछ है। अनि अदरवाइज अरू त दामी थियो बाटो जोस। एज यु क्यान सी दामी ल यतिको बवाल गरिहाल्यो नि गाइस होइन सट्टा लाएर। बस्यो बारे मुटुमै पस्यो बारे बगाई बतासले ल्याएछ। बिराती बस्यो बारे मुटुमै पस्यो बारे बगाई बतासले ल्याएछ। सायद मायाको यो सुगन्ध हो फैलिँदैछ यो चारैतिर। मेरी मायालु त्यो आँखा गाजलो घरि घरि लुकेर नहेर मैतिर। तिमीलाई के छ र चक्क लाएर। सो यहाँबाट चाहिँ अब चक्क लाएर हेरिदिनुपर्छ यसरी। ल दामी ल। सो त्यही हो गाइस, अब चाहिँ हामी फर्किन्छौँ, टाइम पनि भइसक्यो लगभग। ड्यामसम्म आउनलाई चाहिँ हामीलाई लगभग त्यस्तै 3-4 घन्टै लाग्यो भनौँ। हामी चाहिँ यता भक्तपुरबाट चाकुनारायण अनि चाकुनारायण हुँदै यता साँखु अनि वज्रयोगिनी हुँदै आएको है। अनि त्यहाँको बाटो चाहिँ जस बवालै रहेछ। बाटोहरू चाहिँ बिचसम्म लगभग आधा जति बाटो चाहिँ अप्रोड रहेछ है, आधा जति चाहिँ पिच भइसकेको रहेछ। अनि ओभरअल दामी भयो जस आजको ट्रेक, आजको हाम्रो राइड है। सो त्यही हो, लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज है। किप सपोर्टिङ, किप लभिङ गाइज। त्यही हो, अब चाहिँ बवाल भिडियोहरू आउनेवाला छ अब चाहिँ है। सो त्यसको लागि चाहिँ अब हजुरहरूले चाँडै लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब हान्ने राखिदिनु होला। सो लेट्स गो।